भेरी अस्पतालको लापरवाहीले एक आमाले आफ्नो सन्तान गुमाउनु पर्यो। मृतक शिशुका हजुरबुवा पनि मिडियामा रुँदै आए र भन्छन् यसो सुन्नुस् यो सबै कुरा। मर्या त रहन्छ बच्चा, मर्या बच्चा भइदियो त चिसोको चिसै रहन्थ्यो होला, उसको प्राण रहेछ अनि बाँच्ने आशा उसको रहेछ। तिनले पहिल्यै मलाई त्यस्तो अनि यहाँ बचाउन सकिन्न लैजानु सन्ते पहिल्यै भने अब चाहिँ हामीले अन्त लगाएर पनि बचाउन सक्थ्यौँ कि छोराले भन्यो कि बच्चा जर पनि लाग्छ तुरुन्तै अब भन्यो। त्यहाँ आएँ, त्यहाँ आउँदाखेरि अनि त्यो बच्चा जन्मेर पनि आमाको छेउमा भागिरहेको रहेछ। अनि मैले नर्सलाई भने कस्तो हो त बच्चा के छ त अनि बच्चा डेट गइसकेको छ अनि भनेर भने कहाँ छ बच्चालाई हेर्न पाइन्छ पाइन्न भने अनि उहाँले भन्नुभयो तपाईँ त्यो मैला सुत्केरी हुने ठाउँमा तपाईँ जान पाउनुहुन्न भन्ने कुरो भन्नुभयो। त्यसो भए ठिकै छ त भने म बाहिर निस्केँ मनले मानेन फेरि फर्केँ। अब बाहिर गइसकेपछि छोरीहरूले भने भान्जीहरूले भने उहाँ मैले फेरि त कुरोना बस्ट आएको अनि उनीहरू भन्छन् बच्चा जिउँदैछ अनि बच्चा मरेको भने भन्छन् अनि हात चलाएको छ अनि यसरी हामी चलिरहेको छ उहाँ हेर्दैनन् वास्ता गर्दैनन् भनेको। फेरि गएँ सिस्टर के छ अनि बच्चा त चलिरहेको थियो अरे तपाईँहरूले वास्ता गर्नु नयाँ बच्चा मरिसकेको छ भन्नुभयो। त्यहाँबाट किन त त्यो बच्चा हामीलाई दिनु न मरिसकेको भएपछि अनि भन्ने कुरो मैले गरेँ। गर्ने बेला उहाँले के भन्नुभयो भने बच्चा र साल साथै जोडिएको छ, मसिनो साल छ सानो बच्चा भएको कारणले अनि त्यो साल छिन्छ अनि हामीले सुईको दबाई गरिदिएका छौँ बिस्तारै साल झर्दै गऱ्यो भनेपछि तपाईँ अनि त्यतिखेर तपाईँलाई हामी दिन्छौँ भन्नुभयो। फेरि वेट गर्दाखेरि लगभग आधा घन्टा जति वेट गरेँ। मनले मानेन फेरि गएँ के हो सिस्टर अनि त्यो साल झरेको छैन भन्नुहुन्छ बच्चा आमालाई पनि केही समस्या भयो भनेपछि के गर्ने अनि भनेर भन्दाखेरि के भन्नुभयो उहाँले अनि तपाईँहरू अनि बाहिरबाट पनि आएर के चिज गर्नु मैले यस्तै राम्रोसँग भनेको छु बोले ठुलो शब्दले भनेको छैन अनि बाहिरबाट पनि त्यस्तै गर्नुहुन्छ तपाईँहरू भित्र पनि के चिज गर्नुहुन्छ तपाईँहरूको कति गार्जन हुनुहुन्छ त्यो सबैलाई खेरेर अनि तपाईँहरूलाई सम्झाउनु पर्छ कि भन्ने कुरो शब्द निकाल्नुभयो।